Welcome to Princess Garden. यो बगैँचा केवल हरियाली होइन, जीवनको सुन्दर पाठ हो। वर्षौँअघिदेखि दाजु भाउजूले माया र धैर्यले हुर्काएका यी बिरुवाले मलाई पनि सिकाउँछ। जीवनलाई सानोतिनो भएरै सुरु गर्नुपर्छ, तर माया र धैर्य दिएपछि मात्र ठुलो बगैँचा बन्छ। वरिपरि हिँड्दा हरेक पात, हरेक फुलले एउटा सन्देश दिन्छ। शान्त रह, बढिरह, अनि जहाँ भए पनि आफ्नो सुगन्ध छ र। यी बिरुवाले जस्तै हाम्रो जीवन पनि माया र समय पाए मात्र फस्टाउँछ। Monstera plant. Thank you, भाउजू। अन्त्यमा भाउजूले केही बिरुवा हाम्रो अफिसका लागि मायाको अंश दिनुभयो र त्यो सँगै उहाँको माया र यो बगैँचाको सकारात्मक ऊर्जा पनि अब हाम्रो अफिसमा पुग्नेछ। थ्याङ्क यू भाउजू एन्ड रेन्टेज टाइम।